फाइनल्ली गाइज हामी हिँड्दै हिँड्दै जोखिमपूर्ण यात्राहरू पार गर्दै जोखिमपूर्ण बाटोहरू पार गर्दै अहिले हामी लखनथापा चुली आइपुगेका छौँ। यो चुली चाहिँ हाम्रो यो पारिपट्टि घर अगाडिको पारिपाखाको चुली रहेको छ। यो चुली साबिक शक्तिखोर 6 नम्बर र को प्रगति सामुदायिक वन र साबिक वडा नम्बर 5 को जनप्रगति सामुदायिक वनको सिमाना क्षेत्र रहेको छ यो लखनथापा चुली। यसै चुलीको यतापट्टिको भाग यो प्रगति सामुदायिक वन पर्छ भने अनि यसरी यतापट्टिको भाग जनप्रगति सामुदायिक वन पर्छ। केही माथिपट्टि यतापट्टि निबुवाटार सामुदायिक वनको क्षेत्रहरू पनि पर्ने गर्छ। यो चाहिँ सिमाना रहेको छ वनहरूको। यहाँबाट केही उता तेर्से लाग्यो भने हामी लोतङ्ती भन्ने गाउँ पुग्न सकिन्छ। अब हामी यो धेरैवटा डाँडाको चुली रहेको छ। यो डाँडाबाट सिधै तल झऱ्यो भने हामी अघि आएकै बाटो पुग्न सकिन्छ। केही यतापट्टि हिँड्यो भने अर्को डाँडाहरू अलि तेर्से गयौँ भने तल फुटबल खेल्ने चौर भएको डाँडा संसारे पाखा के पाखा भन्ने स्यालमरे पाखा संसारे पाखा के पाखा भन्थ्यो बेलाको मान्छेहरूले नाम राखेका थिए। अहिले त त्यो नाम पनि बिर्सिसके। अहिलेको मान्छेहरूलाई त हामीहरूलाई त यो डाँडा काँडाको नाम पनि थाहा छैन। यही डाँडा काँडाका ढुङ्गाहरूमा आएर तपाईँहरू उ बेलामा घाँस काट्न आउँदाखेरि बाख्रा चराउन गोठाला आउँदाखेरि थके मार्ने बस्ने ठाउँ हुनसक्छ। तपाईँहरूको पुराना यादहरूलाई सम्झाउनको लागि उ बेलाका बितेका पलहरूलाई अहिले केही क्षण भए पनि तपाईँहरूलाई सम्झाउनको लागि म यो पारिपाखामा हामी 3 जना मिलेर आएका छौँ। आज निकै कष्टपूर्ण यात्रा थियो। भिरालो बाटो, जोखिमपूर्ण बाटो, पत्करले चिप्लिएर साना बाबु नानीहरू निकै गाह्रो ठाउँमा त लडेर खुट्टा ददारेर चोटहरू पनि अलिअलि सामान्य चोटहरू पनि लाग्न पुगिसकेको छ। गर्मी भयो भनेर लुगा खोलेर बस्न बाध्य भएको छ। पानी खान मन लागेको थियो अरे बिचरा। सानो बोतलमा 1 बोतल पानी त ल्याएकै हौँ हामीले, तर आउँदा एक घुटको खाँदा पानी सकियो। अब केही छैन। त्यहीँ तल खोला कलकल बगेको सुनिरहेका छौँ। त्यही खोलाको आवाज सुन्दै हामी अब केही क्षणको थके मारेपछि हामी ओह्राली झर्नेछौँ। निकै रमाइलो भयो आजको यात्रा। कक्षा 8 को वार्षिक परीक्षा सकाएर भान्जी मामा घर आउनु भएको। आज चैतको 27 गते 2081 साल मामा घरमा आउँदाखेरि कति मामा घरमा मात्रै बसिरहनु त भनेर आज मैले भान्जीलाई र छोरोलाई घुमाउन भनेर डाँडा काँडा घुमाउन भनेर ल्याएको छु। हा हस् त यस्तै हो। सुख दुःख गरेर आइयो। धेरै ठाउँहरू आज तुवालो लागेकोले गर्दाखेरि त्यति राम्रोसँग ठाउँहरू खुल्ला आकाशमा देख्न त पाइएन नै। तैपनि आफ्नो गाउँघर हो, अलिकति केही कुरो देखे पनि यो ठाउँ यो हो भनेर त चिनिहालिन्छ नै। यताबाट हेर्दाखेरि सुलटारमा रहेको शक्तिखोर एभर भिजन स्कुल देखिएको छ त्यहाँ। तर तुवालो लागेर त 6 नम्बर यतातिर केही उता गएपछि डेबिटारका ठाउँहरू पनि देखिन सकिन्छ। तुवालो लागेकोले गर्दाखेरि केही देखिन सकेनौँ। हस् त आजलाई हामी अब यतिकै टुङ्गाउन गइरहेछौँ।